हेलो गाइस, मेरो नानी आज घुम्नु जाँदा धेरै खुसी भएको छ। उहाँहरू न हेलो भन्दैछ सबैलाई हो। दुईजना रेडी भयो निस्केर। यता बाले चाहिँ जिस्काइदिनु भइरहेको थियो कि तँ जानु पर्दैन भनेको। बासँग रुएर केही छैन, बल्ल बल्ल बाले फुल्लाएर ऊ चढाइदिनु भयो हो। त्यसपछि त खुसीले चढेर केही छैन। म पनि पछाडितिर चढ्नु त अब रेडी भइसक्यौँ। त्यसपछि हामी गयौँ न्युलाइनतर्फ। न्युलाइन दिदीले बोलाइराख्नु भएको थियो त, त्यही भएर त्यहीँ गएको थियौँ। बाटोमा पानीपुरी देखेर त कस्तो खानु मन पऱ्यो कि साथी हो। तर के गर्नु, दिदीले घर जानु रेडी भइरहेको थियो। यता फेरि काम पनि गर्नुपर्ने थियो। फाइनली हामी दिदी घर पनि आइपुग्यौँ। त्यसपछि बारे छोडेर कान्छ रोएर यता फेरि बहिनीहरू दिदीहरू किमाहरू बनाउनु कोही के गर्नुमा बिजी भइरहेको रहेछ। अन्त मलाई किन ढिलो भन्दै थियो, त्यस्तै हो भने हो। म पनि साइडमा गएर हाई भनिदिएँ। त्यसपछि मोमोहरू बनाउनुमा रेडी गर्नु थालेँ, अब खानुपर्ने भनेर। त्यसपछि दिदीले के सक्यो भन्नु थाल्यो हो। अनि नानी आउँछ घरिघरि के गर्छ, उनीहरूले काम गर्नु दिने होइन। अब त्यस्तै हो नानी भएपछि। त्यहाँबाट के गर्दा 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 फाइनली हाम्रो मोमो एक बान चाहिँ पाकिसकेको थियो। त्यसपछि खाने मान्छे भएन। अन्त मैले लु हामी पहिले खाऊँ भनेर केटाकेटीलाई बोलाइहालेँ हो। उनीहरूलाई के दिएर काम गर्नु दिँदैन नि त। यता दिदी र म चाहिँ बसेर खानु थाल्यौँ। बहिनी चाहिँ नानीको सामान लिनु भनेर गएको, अहिलेसम्म आउँदैन। मोमो चाहिँ सेलाइसक्यो हो। हामी खाँदै गरौँ भने हामी खानु थाल्यौँ। त्यसपछि नानीलाई देखेपछि फेरि उसलाई पनि त खानु मन परेछ। ऊ पनि मसँगै धम्मधम बसेर खानु थालिहाल्यो। एउटाले हुँदैन, फेरि उसलाई पनि म सँगसँगै खानुपर्छ। अनि खाँदा 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 फाइनली बहिनी पनि आइपुग्यो। लु छिटो